सबैजना मिलेर यसरी जानुको एउटा धार्मिक यात्रा जानुको मजा नै छुट्टै छ। रमाइलो छ जे होस्। चाहिँ दुप्चेश्वर महादेव दर्शन गर्ने ठाउँको भ्यू एकदम पहाडमा हुनुहुन्छ महादेव चाहिँ। यो चाहिँ माथिबाट देखिने भ्यू। तल धेरै मेलसित दर्शन हुँदा धेरै नै भिड हुने गर्दछ। चाहिँ पहाडको बिचबिचमा छ पूजा गर्ने ठाउँ चाहिँ तलैबाट भगवान्हरूको धाम सिँढी बाटो एकदम राम्रो तरिकाले बनाउनु भएको छ समितिहरूले। धन्यवाद त्यसको लागि नेपाल सरकार र त्यहाँको स्थानीय समितिलाई। दर्शन गर्ने ठाउँमा चाहिँ जे होस् भिडै हुने गर्छ। दुप्चेश्वर महादेवको दर्शन यहाँ चाहिँ जे माग्यो त्यही पुरा हुने गर्दछ। जस्तै बच्चा नभएको अनि त्यस्तो मान्छेहरू पनि जानुहुन्छ, परिवारहरू पनि सबैको मागेको कुरा चाहिँ पुराएको छ भन्ने कुरा सुनिन्छ अरूको मुखबाट पनि। शिवलिङ्गहरू सबै चाहिँ पुरातात्विक चिजहरू राखिएको छ। हामी चाहिँ दर्शन गरेर उम्लिँदैछौँ है साथीहरू सिँढी तल झर्दै। अनि तल झरेपछि एउटा पुल छ यहाँ, त्यो खोलाको पुल। त्यो तर्ने क्रममा चाहिँ हामीले यसो भिडियो बनाउन यहाँको भ्यू हेर्न मन लाएर सानो एउटा भिडियो बनायौँ। सबैजना फोटो खिच्नमा व्यस्त थिएँ। म र मेरो वाइफ मिलेर चाहिँ भिडियो बनायौँ। यसो अब यहाँको भ्यू राम्रो लाग्छ मलाई। जे होस् 3 चोटि गएँ म चाहिँ। योसम्म गरेर 3 चोटि भयो मेरो चाहिँ दर्शन महादेव धाम। मेरो छोरो, मेरो श्रीमती। यहाँको भ्यू चाहिँ एकदमै राम्रो लाग्यो, मनमोहक छ है। साथीहरू सबैजना आउनु होला टाइम मिलाएर। यो काठमाडौँदेखि पनि नजिकै छ। 1-1.5 घन्टामा तपाईँहरू आउन सक्नुहुन्छ। महादेवको दर्शन गरेर जानु होला। सबैजना आएर घुम्नु होला। यो ठाउँ चाहिँ एकदमै राम्रो छ। महादेवको दर्शन गर्नु होला। यहाँ चाहिँ जे माग्यो त्यही पुरा हुन्छ। सबैजना आइरहनु भएको हुन्छ पोखरादेखि, काठमाडौँदेखि, टाढाबाट पनि। यहाँ भक्तजनहरूको चाहिँ एकदमै चाप हुने गर्दछ। बिहानमै तपाईँहरू जानुभयो भने एकदम सजिलो तरिकाले गर्न सक्नुहुन्छ दर्शन। यदि ढिलो गर्नुभयो भने टाढाबाट भक्तजनहरू आउनुहुन्छ गाडी रिजर्भमा। हस् त, धन्यवाद।